हेलो नमस्ते नमस्कार तपाईहरुलाई के कस्तो छ मलाई एकदमै ठिकठाक छु सबैलाई गुड मर्निङ शुभ दिन शुभ राहोस् हजुरहरुको सबैको यहाँ अहिले ट्याक्क हैन बिहानको 6 बजिरहेको छ अनि म तपाईलाई टाइम नै देखाउन गइरहेको छु टक्क लगाएर यहाँ 6 बजिरहेको छ हैन यता देखाउँछ टक्क 6 बजिरहेको छ 6 बजिरहेको छ अब चाहिँ म टक्क लगाएर हैन म हातमा हँसिया लिएर हल्का घाँस काट्न लगाएर जिन्दगी यसरी चलिरहेको छ गाइस के गर्नु हैन सुख दुःख बनेको चिज आफ्नो मर्माउनु पर्छ हैन त्यही भएर म घाँस काट्न लाग्यो यहाँ छ मम्मी हुनुहुन्छ यहाँ घाँस काट्दै हुनुहुन्छ भने म पनि यहाँ काट्नलाई आएको छु मैले लानुपर्ने हो कि काट्नुपर्ने यो मेरो गाउँको मकै गुर्सी गरेको छ 2-4 वटा हावाहुरी आएर हिजो राति हैन धेरै हावाहुरी चलेर मकै बाजिरहेछ म त्यहाँ नि सर्लक्क सुतिरहेछ हैन मकैहरु त्यो सानो सानो बिरुवा नि मस्तले सुतिरहेछ यो सुत्या हैन डलिरहेछ यस्तै छ मेरो गाउँ त्यहाँ घाम लागेको छैन अब लाग्न लाग्यो थाहा सुक्या काट्न फेरि आउँछ कि आउँदैन चुजिदुन भने छोटो रहेछ घाँस नि कसै काट्ने थियो खासै काट्न त आउँदैन तर काट्नु पर्यो काम त यस्तै हो गाउँतिर काम भने चिज ठुलसानो हुँदैन व्यवहारिकमा ठुलो हुनुपर्छ मेरो लास्टै छोटो रहेछ धेरै टाइम लाग्छ घाँस चाहिँ छोटो छ बारीको बारी खेको मम्मीले राम्रो काट्न सक्दैन हामीले जुन काम गर्न सक्यो त्यो कामले गर्नुपर्छ काम भने ठुलो सानो हुँदैन गाइस भन्नुस् त
घरौँडोको माहौलमा बसेर त्यो राम्रो व्यवहारिक देखाइनु उसको के छैन अब पाको काम खोज्नु यस्ता नाते गाछलाई देखाउनको लागि हुन्छ ल काटेको बारी पनि काट्नु छ काट्दै गर्नु यहाँ पनि यसरी टलक्क पारेर त्यही बानी गर्छ अब यस्तो भइरहेको यसको छ पाँचमा यहाँनिर अर्को काम गरिरहेछ के भन्छ यो अलि छोटो भएर काट्नै सकिन धेरै अरू चाहिँ मम्मीले लानु भइसकेको छ त्यही भएर अब म नि अब फेरि अर्को काम गर्न जानुपर्छ अब यति लाने हो आफूले काम गरेको देखाऊ भने समाउने मान्छे छैन आफूले समायो भने कसले काम गर्छ यार जिन्दगी त्यही भएर भिडियो बनाउन नि धेरै मेहनत र सङ्घर्ष चाहिँ गर्नुपर्ने रहेछ भन्ने मलाई महसुस भयो होइन किनकि फेरि त्यसपछि बनाउन मन लाग्छ फेरि अर्को चाहिँ भिडियो ल्याउन मन लाग्छ होइन भने जस्तो काम गरेको देखाउनु प्रायः अब मान्छेको मनमा के लाग्छ होइन हेर्ने इच्छा आकाङ्क्षा हुन्छ कि हुँदैन त्यो त हामीलाई थाहा छैन होइन अब मान्छेलाई हाम्रो भिडियोले आकर्षण गर्न सक्छ कि सक्दैन मलाई थाहा छैन होइन कसरी आकर्षण गर्न म भिडियो बनाउँदै गर्ने छु तपाईँहरूले हेरेर साथ दिनु होला अब यस्तै म जीवनमा कस्तो लाइफमा कस्तो काम गरिरहेको छु कसरी बोकिरहेको छु होइन त्यस्तै टाइपको भिडियो ल्याउँछु म युट्युबमा होइन है तपाईँहरूले हेरेर साथ सपोर्ट गर्नु होला लास्टसम्म भिडियोलाई माया गरिदिनु होला र के भन्न चाहन्छु भने मेरो युट्युबलाई सब्सक्राइब गरिदिनु होला किनकि मैले पनि भर्खर सुरुवात गर्नुभयो हो अब तपाईँहरूले सबैले मेहनत र सङ्घर्ष गरेपछि त्यसपछि सङ्घर्ष गरिसकेपछि मात्र मान्छेले मन पराउने भने होइन भिडियो ल्याउनु पर्यो अब यस्तै हो अरू त के भन्नु छ होइन सबैको शुभ दिन रहोस् फेरि म यही भिडियोमा म के काम गर्न गइरहेको छु त्यो ल्याउने छु अहिलेको लागि